हेलो गाइज, आज चाहिँ हामी घाँस हिँड्दैछौँ। घरमा ढोका सुका डामडी लाइवरी हामी चाहिँ घाँस हिँड्दैछौँ। ताली लाएर हामी चाहिँ घाँस हिँड्दैछौँ। ढोकाहरू पनि छ यहाँ, ढोकाहरू टिक्क पारेर। आज मौसम चाहिँ हल्का अलिअलि खुले हो कि जस्तो छ, नत्र त दिनै पछि पानी परेर हैरान पारेको थियो। मौसम हाम्रो गाउँको यस्तो छ। घाँस हिँड्यौँ, यही बाटो हुँदै जाने हो। यो चाहिँ हाम्रो मकै, यो चाहिँ हाम्रो जुनारको बोट हो। घाँस हिँड्दैछन् है, घाँस हिँड्दैछौँ। म पनि घाँस हिँड्दैछु। फाइनल्ली हामी आधी बाटो आइपुगिसक्यौँ। हामी ठुलो खोलामा आइपुग्यो। पानी रहेर हाम्रो मौसम चाहिँ एकदम क्लियर कट भएको छ। पानी आइथ्यो हिजो अस्तिसम्म, अहिले चाहिँ पानी आएको छैन। हाम्रो ठुलो खोलाको पानी पनि बढेको छ। फाइनल्ली हाम्रो ठुलो खोलाको पानी पनि बढ्यो। यो चाहिँ हाम्रो आँपको बोट हो होइन, हाम्रो चाहिँ होइन। यो बाटोमा पर्छ, जसले खाँदा नि हुन्छ, तर मान्छेले चाहिँ देख्नु भएन। यस्तो छ है हाम्रो मौसम। हल्का हल्का बादल लागेको छ। यो बाटो त हजुरहरूलाई थाहा नि होला। हाम्रो गाउँ यस्तो छ, हेर्नुहोस्। हरियाली जताततै हरियाली, हलचल, बादल पनि लागेको छ मजाले। यो चाहिँ हाम्रो गाउँ हो है, गाउँ हाम्रो गाउँ हो। फाइनल्ली हाम्रो गाउँबाट कटिएर हामी चाहिँ घाँस हिँडेका छौँ है, घाँस हिँडेका छौँ, हिँड्दैछौँ। फाइनल्ली हामी चाहिँ आइपुगिसक्यौँ घाँस भएको ठाउँमा। अब हामी यस्तै उस्तै घाँस काट्दै हिँड्छौँ। यो चाहिँ काफलको बोट हो। खासमा काफलै फलेको रहन्छ हौ यसमा। काफल फलेको ठाउँमा गइयो भने म हजुरहरूलाई जरुर देखाउने छु। अब चाहिँ म घाँस काट्न लागेँ है। सी यू। यो चाहिँ फर्म हो, फेरि कुखुराको फर्म। फाइनल्ली म चाहिँ हँसिया बोकेर मैदानमा उत्रिएँ।
फाइनल्ली गाइज मैले चाहिँ डोको भरिसकेँ। म चाहिँ अलि यतापट्टि छु। मैले चाहिँ एक डोको र 2टा मुठा काटिसकेँ। यो चाहिँ मेरो गाउँ हो होइन, यहाँनिर छ मेरो घर चाहिँ। फाइनल्ली हाम्रो गाउँ। आज चाहिँ मौसम एकदम खुलेको छ है, राम्रो देखिएको छ, घाम लागेको छ, नत्र चाहिँ पानी आइरहेको थियो। वाउ क्या खतरा देखियो हौ, खतरा। डाँडा काँडा छहराले तिम्रै गीत गाउँछ, छातीभित्र मुटु पानी तिमीलाई बोलाउँछ। मलाई चाहिँ गीत पनि फुरो, गीत पनि गाएँ। फाइनली गाइज मैले चाहिँ एक डोको र 2टा मुठा घाँस काटेर डोकामा हालिसकेँ। यो चाहिँ मेरो हतियार, कसो हराएन। हामी 3जना थियौँ, मम्मी, अर्को बुइनी अनि म। 3जना थियौँ। 3टैको हाम्रो चाहिँ डोको भरिसक्यो। यो चाहिँ मम्मीको डोको हो। यति भयो है, हामी चाहिँ अब जाँदैछौँ घर। हामी चाहिँ यो जङ्गलमा थियौँ। खासमा चाहिँ हामी यो जङ्गलमा घाँस काट्न लाथ्यौँ। घाँस काटि नि सक्यो। यस्तो जङ्गल छ है, यस्तो जङ्गलमा थियौँ हामी। जङ्गल पुरै जङ्गल छ है। यो पनि घाँसै हो। अलि हामी चाहिँ घर हिँड्यौँ। डोको बोक्न आँट्दैछ। हेलो लु बोक, ठेल्नुपर्छ पर्दैन। म यसलाई ठ्याक्कै ठेल्दिएर म खोला पुऱ्याइदिन्छु अब। मेरो चाहिँ उहाँनेरि छ। फाइनली हामी चाहिँ यो फर्म भित्र हिँड्दैछौँ। यी भिडियो गर्ने चाहिँ म हो, मेरो चाहिँ देखाउन मिलेन। फर्म हिँडिरहेको छौँ है। म चाहिँ घाँस लिएर हिँडिसकेँ। हिँड्दैछ हामी चाहिँ फर्म तलबाट गौडा उक्लिन सक्दिनँ भनेर हामी चाहिँ माथिबाट हिँडेको है। म चाहिँ युट्युबर हुनुहुन्छ, युट्युबर। नयाँ भर्खर सपोर्ट गरिदिनु होला, भर्खर सुरु गरेको हो मैले। फाइनली हामी चाहिँ आइपुग्यौँ।